आज चाहिँ हामी यति राम्रो भएर कहाँ जाँदैछौँ त भनेर चाहिँ तपाईँले फुल भिडियो वाच गरिदिनु पर्ने हुन्छ, किनभने हामी आज जाँदैछौँ एयरपोर्ट दिदीलाई पुऱ्याउनका लागि। हेलो साथीहरू, वेलकम छ सबैजनालाई मेरो मिनी ब्लगमा। अनि आज चाहिँ हामी जाँदैछौँ एयरपोर्ट चिरी च्याट्ट परेर नाइट ड्युटी सकेर नसुती दिदीलाई पुऱ्याउनका लागि। दिदी चाहिँ इमर्जेन्सी नेपाल जाँदै हुनुहुन्छ, त्यही भएर। अनि हामीले चाहिँ एयरपोर्ट पुगिसकेपछि केक काट्न सुरु गर्यो। हामीले चाहिँ सेफ जोनीवाला केक मगाएको, तर केकमा सेफ जोनी लेख्नै बिर्सिनु भएछ। त्यही पनि हामीले केक काटेर खुवाउने खाने कार्यक्रम चाहिँ सुरु गर्यो, किनभने हामी अलिक हतारमा पनि थियौँ, अलिक ढिलो पुगेको थियौँ एयरपोर्ट, अनि लाइन पनि अलिक धेरै नै थियो नि त, त्यही भएर। अनि हामीले एक दुईवटा फोटो खिचिसकेपछि फाइनली हामी चाहिँ सामान जोगिसकेर लाग्यो दिदीलाई छोड्नका लागि। दिदीलाई चाहिँ शुभयात्रा दिदी राम्ररी जानु होला भन्न चाहन्छु। अनि जिस्काइरहेको थिएँ गुन्द्रुकको सुप खाएर मोटाएर आउनु भन्दै। अनि फाइनली हामीले दिदीलाई छोडिसकेपछि चाहिँ हामी लाग्यो आफ्नो बाटो।